यो जनलवा चाहिँ कहाँ जान आँटेको हो त आज? चढ्न चढिहाल्छ म त के आज हाम्रो यो जनलवा कहाँ जान आँटेको के विशेष हाम्रो रातद्वाली के अरे यो कटुन्जी होइन दाइ बुझ्छ यहाँ हो हामी के को लागि आज हाम्रो हामीले खाजा के हाल्यो आलु सबै पुग्छ यहाँ सुन्नु न विशेष काम हाम्रो त एउटा टरो हाम्रो हाइड्रोले बनाएको भवन थियो हजुर त्यो भवनमा पहिरोले खिचेको छ हजुर त्यसलाई हामीले सफा गरेर हामीले मलामी जाँदा हजुर त्यसलाई सन्चोसँग बसेर खाजा नास्ता खुवाउनका लागि वातावरण बनाउनुको लागि हजुर आज श्रमदान सम्मान हजुर अभियान धन्यवाद जनश्रमदानको क्रममा आज हामी कुले भन्ने ठाउँमा अस्तिको भीषण वर्षाको कारणले टहरू मलामी टहरू चाहिँ क्षतिग्रस्त भएको कारणले गर्दाखेरि त्यसलाई मर्मसम्मान गर्नको लागि आज हामी यस लेकको बाढीको कारणले टहरूमा क्षतिग्रस्त भएको कारणले गर्दाखेरि आज जनसन्तानको आधारमा सफाइ गर्ने कार्यक्रम छ। श्रमदानको आधारमा कुले भन्ने क्षेत्रमा मेरा परेछ त अलि कुदे मसला मिलाएर सट्टै हाल्नु के गर्ने है त्यो मिलाएर फ्याट आउने के छ नि अब नमिलेको मसला मात्रै अलि धेरै मसला धेरै जान्छ भने के रेटको मान्छे चिसो पनि खाएको यहाँ चाहिँ यत्रो उचालेको गाडी
यो कस्तो छ भाइ किन यता मार्छ हाल्ने भयो किन जानु त्यो मार्छ यता पो हाल्ने भयो किन जानु
आइयो होइन